वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मैले यो ब्लगमा के लिएर आएको छु होला, यो चाहिँ फ्लावर हो, सनफ्लावर। मैले चाहिँ यो मेरो डली फुपू चाहिँ आइरन बाहा, त्यही भएर मैले चाहिँ उहाँलाई यो दिनको लागि राखेको हो। अब चाहिँ म एकछिनपछि एयरपोर्ट जान्छु। हेर्नुहोस्, यो सनफ्लावर चाहिँ मेरो डली फुपूको लागि। अनि ट्याक्सी चाहिँ आयो, अनि म चाहिँ ट्याक्सीको ढोका खोलिरहेको छु। अनि म चाहिँ भित्र गएँ, अनि मलाई चाहिँ जो लागेर म चाहिँ पछाडि हेरिरहेको थियो। अगाडिको चाहिँ यस्तो चलिरहेको छ, अनि यसो बाहिरको सिनहरू पनि हामीले खिच्दिएको। अनि हामी चाहिँ जाँदा एयरपोर्ट पनि आइपुग्यो। अनि त्यसपछि हामी चाहिँ जाँदै एयरपोर्ट आइपुग्यो। हेर्नुहोस् न कति राम्रो। म चाहिँ हेर्नु न भागिरहेको छु। म चाहिँ एक्साइटेड भएर हिँडिरहेको छु कि ह्याप्पी फेसमा। हामी चाहिँ टिकट काटेर भित्र गयौँ। अनि यो चाहिँ मेरो फर्स्ट टाइम मैले भित्र आएको हो। हेर्नुहोस् न, मैले चाहिँ हेरिरहेको छु कि फेरि हेर्नुहोस् न। अनि हेर्नुहोस् त कति राम्रो। म चाहिँ फर्स्ट टाइम भएर चाहिँ एकदम रमाइलो ह्याप्पी एक्साइटेड भइरहेको थिएँ कि। अनि त्यसपछि डली फुपू आउनुभयो, अनि मैले चाहिँ उहाँलाई सनफ्लावर दिएँ, हग गरेँ। अनि त्यसपछि हामी दुईजना चाहिँ अगाडि हिँड्यौँ उहाँको साथीसँग। अनि त्यसपछि हामी चाहिँ ट्याक्सीमा सामान राख्दै थिएँ। अनि त्यसपछि हामीले फोटो पनि खिच्यौँ। अनि डली फुपूले मलाई किस गर्नुभयो। हामी चाहिँ फर्किँदैछौँ गाइजहरू। आजको लागि यति नै हो। थ्याङ्क यू फर वाचिङ गाइज।